सो हेलो गाइज, वेलकम टु माई न्यू भिडियो। फाइनली आज घरमा लक्ष्मी पूजा गरियो। खासमा लक्ष्मी पूजा हिजो थियो, तर हाम्रोतिर चाहिँ कस्तो चलन छ भने जबसम्म गाई गोरुलाई पूजा गर्दैन तबसम्म लक्ष्मी पूजा गर्दैन, त्यस्तो चलन चाहिँ हाम्रोतिर। त्यही भएर आज खासमा पत्रिकामा हिजो थियो, हिजो लेखेको थियो हाम्रोतिर चाहिँ फेरि जबसम्म गाई गोरुले पूजा गर्दैन तबसम्म लक्ष्मी पूजा गर्दैन। हेर्नुहोस् तपाईँहरूकोतिर कस्तो छ अब मलाई थाहा भएन होइन। आज हाम्रो घरमा लक्ष्मी पूजा गरेको छ, हेर्न सक्नुहुन्छ। म देखाउँछु कसरी गरेको छ। त्यस्तो खासै त्यो छैन, अब देखाउँछु जसो गरेको छ होइन। फाइनली यसपालिको लक्ष्मी पूजा पनि सकियो। ओके गाइस, म जाँदैछु भित्र, हेर्न सक्नुहुन्छ। अहिले देखाउने छु कस्तो गरेको छ। त्यस्तो ठुलो त गरेको छैन, तर पनि हल्का यसो म देखाउने छु। यता हाम्रो दाइ हुनुहुन्छ, यता हुनुहुन्छ हाम्रो काइला दाइ, यता हुनुहुन्छ, यता हुनुहुन्छ हाम्रो दाइ, यता चाहिँ हुनुहुन्छ हाम्रो बुवा। यो टिकटकमा चाहिँ गाइस म फेरि हाम्रो दाइ यताखेरि यसरी गरेको छ होइन। खासमा लक्ष्मी पूजा खासमा हिजो पत्रिकामा हिजो थियो, तर हाम्रो चलन जबसम्म गाई गोरुलाई पूजा गर्दैन तबसम्म हाम्रोतिर चाहिँ लक्ष्मी पूजा गर्दैन। अगाडि गाई गोरु पूजा गरिन्छ, त्यसपछि मात्र हाम्रो लक्ष्मी पूजा गरिन्छ। अब तपाईँहरूकोतिर कस्तो गर्छ त्यो मलाई थाहा भएन, कस्तो हुन्छ तपाईँहरूको कसरी हुन्छ अब त्यो कमेन्टमा बताउनु होला। ओके, जसरी गरेको छ त्यस्तो राम्रो त गरेन यसपालिको, हल्का फुल्का। अब साल पनि रमाइलो गर्ने छु होइन, हेर्न सक्नुहुन्छ। यतातिर यो देखाउनु न गाइस, यो देखायो भने फेरि चोरी लाग्न सक्छ। यो एकदम पुरानो पैसाहरू छ, एकदम पुरानो पैसा छ, यो पुरानो पैसा छ, यहाँ देखाउनु हुँदैन। त्यस्तो पुरानो पैसा त छैन। ओके ओके, अब लक्ष्मी पूजा आज सकियो। अब भैलो खेल्न जानुपर्छ, सँगै आउनु होला। अब हामी जाने हो। हजुर हाम्रो मम्मीले यहाँ मलाई के भन्नुहुन्छ यार, के बन्द गर भन्नुहुन्छ। ए अब देउसिरे त पर्सि हो, भाइटिका पछि, भाइटिकाको दिनमा आज चाहिँ भैलो खेल्न जाने हो। ओके, रमाइलो गर्न जानुपर्छ गाइस, आउनु होला सबैजना। ओके, लेट्स गो गाइस, भैलो खेल्न जाने होइन। हामी चाहिँ निस्केको अब भैलो खेल्न, हामी निस्के भैलो खेल्न गाइस, हामीहरू निस्के। अब हामी भैलो खेल्न जाँदैछु, भैलो। ओके, भैलो खेल्न जाँदैछु है हामी केटाहरू मिलेर। जुन कट भन्छ त्यही हाल्ने हो खासमा। म यहाँ भोला खाने अवस्थामा छु अहिले, भोला खान लागेको अवस्थामा अब हामी जाने हो।